साथीहरू, तपाईहरूलाई थाहा छ साइकलको आविष्कार कसरी भयो? साइकलको आविष्कार हुनमा घोडाको एउटा रोल छ अथवा त्यसमा घोडाको प्रसङ्ग जोडिन्छ। तपाईँ अन्दाज गर्न सक्नुहुन्छ? म तपाईँलाई साइकल कसरी आविष्कार भयो, के कुराले मोटिभेट गर्यो भन्नेको एउटा फ्याक्टर भन्दैछु। अहिले टेक्नोलोजीको जमाना छ, प्रविधिको जमाना छ। तपाईँले गुगललाई, एआईलाई सोध्न पनि सक्नुहुनेछ मैले भनेको कुरा हो कि होइन भनेर। तपाईँले देश ठाउँ पत्ता लगाउनु होला। कुनै समय कुनै देशमा एकदम खडेरी पर्यो, मान्छेलाई खान प्रशस्त अन्न उत्पादन भएन, खडेरी पर्यो अथवा के भयो, खाद्यान्नको अभाव भयो। त्यो पनि तपाईँले त्यसमा रिसर्च गरेर पत्ता लगाउन सक्नुहुन्छ। त्यसपछि त्यो बेलामा त्यो ठाउँमा, त्यो एरियामा, त्यो देशमा प्रशस्त घोडाहरू हुने सवारी साधनको लागि अथवा अन्य प्रयोजनको लागि। अनि खानेकुरा नभएपछि मान्छेहरूले चाहिँ आफू बाँच्नलाई त्यो भएकै घोडाहरू खानुपर्ने कन्डिसन आयो। अनि यसरी घोडा खाँदै जाँदाखेरि त घोडा सकिने भयो। अनि त्यो घोडाले गर्ने कामहरू र त्यो घोडा जुन उद्देश्यको लागि पालिएको थियो त्यो उद्देश्यमा ह्याम्पर हुने भयो। अब एउटा चक्र नै खलबलिन सक्छ भनेर अनि आवश्यकता पर्यो भनिन्छ। आवश्यकता नै आविष्कारको जननी हो। त्यसपछि यो घोडाले गर्ने कामको विकल्प केही निकाल्न सकिन्छ कि? तब कि घोडा कम भए पनि काम चलाउन सकियोस् भनेर मान्छेले दिमाग चलाउनु थाल्यो। अनि मान्छेको दिमाग हो, मान्छेले दिमाग चाहिँ दुई तरिकाले चलाउन सक्छ। एउटा प्रोडक्टिभ, सबैलाई फाइदा हुने, मानव जातिलाई नै फाइदा हुने, कसैलाई घाटा नहुने। अर्को चाहिँ खुराफाती तरिकाले चलाउन सक्छ। मर्निङ। अनि खुराफाती तरिकाले चलायो भने चाहिँ त्यो खुराफाती दिमाग चलाउनेलाई यसो फाइदा चाहिँ होला, फाइदा भए जस्तो होला। तै पनि त्यो लङ टर्म खुसी दिने खालको फाइदा त हुँदैन। तर त्यसले एकदम सोझा प्योर आत्माहरू, एकदम कञ्चन मनहरू, मुटुहरूलाई दुखाउँछ। त्यसकारण एउटा तत्त्वज्ञान आयो, दिमाग खियाउने हो भने खुराफाती दिमाग नखियाउनु होला, एकदम क्रिएटिभ खालको खियाउनु होला। बरु खुरापाती, तिग्डमवाला, जालझेलवाला, मिचावाला, आफू नै सबैभन्दा माथि पुग्ने, अरूलाई ड्याम केयर गर्ने, मै हुँ सर्वे सर्वा, मैले सबै पाउनुपर्छ भन्ने चलाउनुहुन्छ भने बरु त्यो दिमागलाई त्यत्तिकै राखिदिनु होला। यहाँ साथीले चाहिँ कुकुर र बच्चालाई दिलाएको छ, यतापट्टि दिदीले चाहिँ हेरेको छ। यो कुकुरहरू दिलाउने टाइम हो। अनि साथीले चाहिँ कुकुरलाई वडा, त्यो वडा नखा फोर्छ भन्ने हो कि के हो, वडा भनेर कुकुरलाई त्यहाँ भन्नुभयो। सी इज क्युट। अब त्यो कुकुरले वडा भने बुझ्छ कि बुझ्दैन?
नेपालको कुकुरले पानी खा मलाई डाँगो भने बुझ्छ कि बुझ्दैन त्यो कुकुरै जानोस् कि भगवान् जानुन् कि के हो मित्रहरू म एक्लै बरबराइरहेको छु के छ तपाईँहरूलाई म बोलिरहेको झ्याउ लागेछ कि माथि ठेलौँ भइसक्यो भिडियो होइन मोराले भिडियो बनाइहालेछ एकछिन हेरिदिउँ न त ठाउँ पनि यसो देखिन्छ भन्ने लाग्छ भने हेर्नुहोस् मजासँग साइकल चलाउने ठाउँ चाहिँ बिन्दास पारामा टोलीहरूले बनाइदिएका छन् त्यसमा चाहिँ कथाले अहिले म साइकल चलाइरहेको छु जिन्दगी भन्नु पनि कथा रहेछ साथीहरू कथाले कहाँ लान्छ त्यता हिँड्ने हो कुनै कथा पूर्ण हुन्छन् कुनै कथा आधीमै रोकिन्छन् कति कथा स्टार्ट होला जस्तो हुन्छ स्टार्टै हुँदैनन् कति कथाको प्लट नै नआएर कथाहरू लेख्न सुरु नै हुँदैनन् फेरि कति कथा लेखिएका कथा वाउ कथा लेखेँ कस्तो फिनिसिङ दिने भनेको कथा छ्या भने जस्तो हुन्छ अब कथा आफ्नै हेर्नुहोस् यस्तोमा ट्याक्क घर यतातिर घर कुना काप्ची गाल्छा गल्छी होइन मजासँग घर कथा यस्तै छ साथीहरू जिन्दगीको तपाईँको जिन्दगीको कथा कसरी बढिरहेछ मेरो चाहिँ जिन्दगीको कथा यति बेला आजको दिनमा यो तालले बढिरहेको छ साथीहरू अब तपाईँहरूलाई मेरो कथा हेर्न मन थियो कि थिएन अब तर मैले कथा बनाएर हालेँ तपाईँले हेर्नुभयो अब यसको लागि तपाईँलाई मुरी धन्यवाद आगामी दिनमा पनि यसै गरी हेर्नु होला भन्न चाहन्छु हस्त नमस्कार।